हाम्रो बडी चाहिँ कस्तो हुन्छ नि राइट इज सनको एनर्जी हुन्छ सूर्य नाडी भनिन्छ लेफ्टलाई चाहिँ चन्द्र नाडी भनिन्छ त्यो हामीले पिक्चरहरू देख्छौँ नि शिव एन्ड पार्वती हाफ एन्ड हाफ पार्ट उहाँको ड्राइभर र कन्डक्टरलाई हेल्प गरिरहेको छ 50ले अर्को पार्ट चाहिँ 37 आयो चार्लियनबाट 37 भनेको 1 चाहिँ के भयो शनिको लागि एन्टी नम्बर पर्यो फर बेटर लाइफ राम्रो हुनलाई तर उहाँको क्या 8 स्याटर्न 9 चाहिँ मङ्गल शनि र मङ्गलको पुरा मिल्दैन चाहिँ उहाँको लाइफमा ठुलो रोल प्ले गर्ने भयो उहाँको नेम स्पेलिङ 5मा आयो भने उहाँलाई चाहिँ एकदम ठुलो सपोर्ट मिल्छ उहाँलाई 258 को राजयोग हुन्छ सुमित सर आजकै दिनबाट यो पोडकास्ट हेरिरहेको हुन्छ जति दिनुहुन्छ तपाईँलाई त्यति फाइदा हुन्छ जीवन किन राजा भनेको त दिने हो 5 भनेको मर्करी बुद्धि ब्रेन अनि गुड कम्युनिकेसन स्किल अनि हजुरको पब्लिक डिलिङ 3 र 7 मिसिङ हुँदा चाहिँ ज्ञान अनि यस्तो हामीले यो एस्ट्रोलोजी न्युमरोलोजी यस्तो कुराहरू हुन्छ र Well, a big hello to everybody and welcome to Velvet Vibes Entertainment. This is Numerology at VVE. हरेक हप्ता न्युमरोलोजीको यो कार्यक्रममा हामीले यहाँहरुसँग सम्बन्धित जुन अङ्कहरू रहेको छ नम्बर्सहरू रहेको छ त्यो नम्बर्सहरूले कस्तो गेम खेल्छ हाम्रो लाइफमा त्यो नम्बर्सहरूको कारणले गर्दाखेरि हाम्रो प्रगति उन्नति कसरी हुन्छ र त्यही नम्बर्सहरूको कारणले गर्दाखेरि यो प्रगति र उन्नतिमा चाहिँ कसरी बाधा पर्छ भन्ने कुराहरू हामी गर्दै आएका छौं सो टुडे वी गोना डु द सेम एज वेल र साथसाथै हरेक हप्ता हामीले यहाँलाई जानकारी पनि दिइरहेका छौं कि यहाँले आफ्नो इन्फर्मेसनहरू पठाउनु भयो भने तपाईको न्युमरोलोजी के कस्तो छ भनेर त्यो पनि हामी हेर्छौं भनेर र आज द्याट्स व्हाट एक्ज्याक्टली व्हाट वी गोइङ टु डु आज पनि धेरै जनाले चाहिँ आफ्नो इन्फर्मेसनहरू डिटेल्सहरू पठाउनु भएको छ उहाँहरु मध्येबाट चाहिँ सिलेक्ट गरेर हामीले र्यान्डमली सिलेक्ट गरेर चाहिँ 2 देखि 3 जनाको चाहिँ एउटा एपिसोडमा अटाउने गरेर चाहिँ हामीले उहाँको इन्फर्मेसनहरू पनि लिएर आएका छौं र उहाँको इन्फर्मेसनको आधारमा न्युमरोलोजी के कस्तो हुन्छ भनेर वी गोना शेयर दैट टुडे So once again we have Sagar here in the house. So Sagar, welcome back. नमस्ते नमस्ते सबैजनालाई सो सागर अस्तिको एपिसोडहरुमा हामीले कुरा गर्यौं न्युमरोलोजीको बारेमा त्यसपछि एउटा एपिसोडमा हामीले कुरा पनि गर्यौं फोन नम्बर्सहरुको बारेमा नम्बर्सहरुले चाहिँ हाम्रो लाइफमा कस्तो गेम खेल्छ भनेर त्यो यो फोन नम्बर्स त्यसपछि सिग्नेचर्सको पनि कुरा गर्यौं यदि यहाँले त्यो एपिसोड हेर्नु भएको छैन भनेदेखि हाम्रो प्रिभियस एपिसोडमा चाहिँ हामीले यहाँको फोन नम्बरले कस्तो असर पार्छ तपाईको व्यक्तिगत जीवनमा त्यसै गरिकन तपाईको सिग्नेचर आफ्नो साइन गर्दाखेरि के कुरामा चाहिँ ध्यान पुर्याउनु पर्छ भन्ने कुराहरू पनि पछिल्लो एपिसोडमा गरेका थियौं यदि हेर्नु भएको छैन भने वेल यु क्यान गो ब्याक एन्ड वाच दैट एपिसोड एज वेल एउटा कुरा इन्ट्रेस्टिङ चाहिँ मलाई के लागेको थियो भनेदेखि डे 1 देखि नै हामी अब सागरसँग बसेर म कुराकानी गरिरहेछु सागरको हातमा चाहिँ म यो धेरै यो बाला भन्ने कि यसलाई के भन्ने म धेरै एउटा चीज लाएको देख्छु म यहाँ जसरी चाहिँ अब जस्तो औँठीहरुको आफ्नै विशेषता छ आफ्नै कारण छ हैन किन लाउने कसरी लाउने कुन हातमा लाउने हैन कुन समयमा लाउने भन्ने त्यस्तो यो जुन हातमा लागिएको यो जुन रिस्ट ब्यान्ड्सहरु छन् नि यो हो के हो हजुर सुमित सर यो चाहिँ हजुरको यसलाई चाहिँ क्रिस्टल भन्छ स्टोन ब्रिड नर्मली क्रिस्टल भन्ने बित्तिकै हामी त यो पानी कलरको या चाहिँ क्रिस्टल जस्तै देखिने खालको भन्छौं यो ब्ल्याक क्रिस्टल हो कि के हो हजुर यो चाहिँ स्टोनबाट बनेको क्रिस्टलहरु हो यिनीहरु क्रिस्टल ढुङ्गाबाट बनेको नेचुरल बिड अनि यसलाई चाहिँ हजुरको यो ब्ल्याक वालालाई चाहिँ ब्ल्याक टर्बलिन भन्छ ब्ल्याक टर्बलिन या हजुरको यो चाहिँ जेम स्टोनै हो यो चाहिँ अब जेम स्टोनमै पर्यो एनर्जी दिन्छ नि त यिनीहरु सब एनर्जी दिने यो ब्ल्याक टर्बलिनको चाहिँ के छ भने यसको बेनिफिट यसले नेगेटिभ एनर्जी लाई चाहिँ रिफ्लेक्ट आउट गरेर पोजिटिभ एनर्जी दिन्छ जस्तै कहिलेकाहीँ हामीलाई बाहिर जानुपर्छ हैन भिडमा ग्रुपमा अनि कति ब्ल्याक म्याजिक आँखा लाग्छ भनिन्छ नि हजुरको यो लगायो भने चाहिँ यसले चाहिँ हामीलाई सिल्ड क्रिएट गर्छ के हजुरको यो हात लगाउनु मेरो यहाँ नेगेटिभ एनर्जीलाई चाहिँ रिपेल गर्छ अनि यो चाहिँ अहिले हजुरको यस्तो विदेशतिर जस्तै मसाजहरुमा स्टोन मसाज गरिन्छ नि आई रिमेम्बर दिस त्यो यत्रो स्टोन त्यो तताएर चाहिँ जिउमा राखेर पनि मसाज गर्ने त्यसले रब गर्ने पनि गर्छ हो त्यो स्पेशली थाई चाइनिजहरुले युज गर्छ यसले चाहिँ
रब गर्दाखेरि चाहिँ यसले एनर्जी टानिदिन्छ क्या हजुरको। अनि यो चाहिँ हजुर नेगेटिभ एनर्जी तान्छ शरीरभन्दा बाहिर। हजुर यो चाहिँ हजुरले आफ्नो रिस्ट ब्यान्ड हातमा बाँधे पनि भयो, अर्को चाहिँ घरमा पनि राख्न सक्छ। क्रिस्टलहरू पाउँछ क्या अहिले ठुल्ठुलो टावर जस्तो, त्यो पनि लिएर आफ्नो लिभिङ रुमहरूमा राख्नुभयो भने त्यहाँ चाहिँ पोजिटिभ एनर्जीहरू यसले हेल्प क्रिएट गर्छ, प्लस नेगेटिभ एनर्जी चाहिँ तान्छ कि यसले आउट गर्छ कि। ओके, सो यसको नाम चाहिँ ब्ल्याक टर्बुलिन। ब्ल्याक टर्बुलिन। ओके, सो ब्ल्याक टर्बुलिन यो विशेष गरी कुन हातमा लाउने के भनेर त्यस्तो के छ? अब यस्तो छ, हाम्रो चाहिँ यो पहिल्यैदेखिको शास्त्र हुन्छ है, शास्त्र अनुसार चाहिँ राइट पार्ट केटाहरूलाई राइटमा लाउने हो, केटीहरूलाई लेफ्ट फिमेल। किन हाम्रो बडी चाहिँ कस्तो हुन्छ नि, राइट इज सूर्य सनको एनर्जी हुन्छ, सूर्य नाडी भनिन्छ, लेफ्टलाई चाहिँ चन्द्र नाडी भनिन्छ। त्यो भएर हामीले पिक्चरहरू देख्छ नि शिव एन्ड पार्वती हाफ एन्ड हाफ, त्यो किन देखाएको भन्दा राइटमा चाहिँ मेलको एनर्जी हुन्छ है, लेफ्टमा फिमेलको एनर्जी हुन्छ भन्न खोजेको हो। अनि केटी मान्छेहरूले चाहिँ लेफ्टमा बाँध्दाखेरि शुभ हुन्छ, केटा मान्छेलाई चाहिँ राइट ह्यान्डमा युज गरिन्छ हजुरको। तर कोही मान्छे चाहिँ जस्तो लेफ्टी छ, फर इक्जाम्पल म आफै भनौँ न, म लेफ्टले लेख्छु, सबै धेरै जस्तो कामहरू म लेफ्टले गर्छु, मेरो चाहिँ आई थिङ्क राइट ब्रेन इज मोर एक्टिभ, जो राइट ह्यान्डेड हो उनीहरूको लेफ्ट ब्रेन मोर एक्टिभ। त्यसले पनि के फरक पार्छ कुन हातमा लाउने के हो? यस्तो हुन्छ सर, अब यो हजुरले चाहिँ लेफ्ट युज गर्नु हुँदो रहेछ, तर हाम्रो बडी त अलवेज राइट इज राइट मेल एनर्जी, लेफ्ट इज लेफ्ट फिमेल एनर्जी हो। तर अब हजुरको मैले चाहिँ केटा मान्छेहरूलाई चाहिँ राइट पार्टमा लाउन चाहिँ म त्यो चाहिँ सजेस्ट गर्छु। ओके, त्यो भयो। त्यसपछि अरू पनि म देखिरहेको छु क्रिस्टल बिड्सहरू, यो के हो? हजुर यो चाहिँ ग्रिन, यसलाई यो चाहिँ जस्तै मैले कुरा गर्छु नि हजुरको मर्करीको कुरा गर्छु, 5 नम्बर नहुने मान्छेहरू महानुभावहरू 5 नम्बर लाइफमा छैन भने यसलाई चाहिँ ग्रिन एभेन्चर भन्छ क्या हजुर। ग्रिन यसले चाहिँ हाम्रो कलरहरूले चाहिँ यिनीहरूले कलरले पनि हाम्रो तत्त्व हुन्छ शरीरमा, हजुर तत्त्वहरू हुन्छ नि, आकाश तत्त्व, वायु तत्त्व, अग्नि तत्त्व, एलिमेन्ट्स 5 एलिमेन्ट्समा चाहिँ कलर थेरापी पनि युज हुन्छ हजुर। त्यही भएर घरमा कलरहरू गर्दा कुन कलर लाउने कुन कलर नलाउने लट अफ थिङ्स वास्तुको कुरा पनि छ। यसले पनि त्यो ग्रिन 5 नम्बरको एनर्जी दिने मर्करी ब्रेन, जस्तो हामीले पहिला पनि भनेको थियो यदि 5 छैन भने जस्तो इन्डोर प्लान्ट्सहरू, ग्रिन प्लान्ट्सहरू, ग्रिन लुगा, त्यहाँबाट पनि हामीले त्यो एनर्जी तान्न सक्छौँ र त्यसकै काम चाहिँ यो क्रिस्टलले पनि गर्छ। ग्रिन एभेन्चर हो यो चाहिँ, लभ क्वाज भन्छ, लभ मेकिङ। यसले चाहिँ बन्डिङ क्रिएट गर्छ गर्ल एन्ड बोय अर हस्बेन्ड एन्ड वाइफमा, इन्टिमेसी क्रिएट गर्ने, लभ क्रिएसन, हार्मोनी क्रिएट गर्छ। अनि यो चाहिँ मिक्स म्याक्स छ, यो चाहिँ अब यसमा टाइगर आई भन्छ यसलाई सबै चिज एउटैमा छ। यसलाई चाहिँ मनी वेल्थ म्याग्नेट भनेर पाउने भएर मैले चाहिँ यो लगाएको हजुरको। ओके, यसमा चाहिँ यदि कोही कसैले चाहिँ लाउन चाहनुहुन्छ भनेदेखि सबभन्दा राम्रो चाहिँ सबैलाई हुने खालको चाहिँ कुन हो? यो ब्ल्याक चाहिँ सबैजनाले युज गर्नु होला अडियन्सहरूले, किनकि यसले चाहिँ नेगेटिभ एनर्जी त अलिक धेरै छ नि त हजुरको, यसले चाहिँ प्रोटेक्ट गर्छ हामीलाई। अनि यिनीहरू चाहिँ अब उहाँहरूको विस कसैलाई सक्सेसफुल बनाउने, जस्तै कसैको जस्तै चार्टमा 5 नम्बर मिसिङ छ भने ग्रिन एभेन्चर लगाऊ भन्ने एउटा रेमेडीको कुरा हुन्छ। अरूहरू चाहिँ विस उहाँहरूको इच्छा हुन्छ। एक्ज्याक्टली। सो अरू तरिकाले पनि यदि यहाँको एनर्जीहरू लुज भइरहेको छ, लेथार्जिक फिल हुन्छ, राति सुत्नलाई गाह्रो छ भनेदेखि चाहिँ अर्को प्रडक्ट चाहिँ यहाँ छ। सो दिस इज कागबेनी शिलाजीत, नेपालको प्रडक्ट रहेको छ, एकदमै राम्रो प्याकेजिङमा चाहिँ नेपाली ह्यान्डिक्राफ्ट जस्तो पनि देखिन्छ यो होइन। सो दिस इज 100% नेचुरल शिलाजीत, कागबेनी शिलाजीत। यो चाहिँ यहाँले कसरी कहाँ प्राप्त गर्न सक्नुहुन्छ भनेर हाम्रो डिस्क्रिप्सनमा चाहिँ प्राप्त गर्न सक्नुहुन्छ त्यसको इन्फर्मेसन। माइन्ड बडी सिनर्जी भनेर देखेको चाहिँ इम्युनिटीको लागि, यदि यो चाहिँ फेरि प्रडक्ट भिगन प्रडक्ट रहेको छ, त्यसै गरिकन चाहिँ तपाईँको मुटुको हार्टको हेल्थको लागि पनि एकदमै राम्रो बेनिफिसियल, प्लस एट द सेम टाइम एनर्जी दिनको लागि पनि एकदमै काम लाग्ने यो तत्त्व जुन रहेको छ। दिस इज कागबेनी शिलाजीत, यु क्यान युज दिस। सर अनि यसको कुरा गर्दा चाहिँ यो शिलाजीत चाहिँ यो स्टोन ढुङ्गाबाट एक्सट्र्याक्ट गरेर रिफाइन गरेर यसलाई बनाएको हो नि त। यसले चाहिँ कसैलाई पनि जस्तै एनर्जी छैन भनेको 9 नम्बर मङ्गल, कोही जन्मिँदा कुण्डलीमा मङ्गल कमजोर, कसैको सूर्य आत्मबल छैन, कन्फिडेन्ट लेभल लो छ भने यसले चाहिँ त्यसलाई पनि हेल्प गर्छ कि शिलाजीतले। तर यो चाहिँ धेरै खानु न, यसमा त्यो डिस्क्रिप्सनमा हुन्छ नि के भन्छ एक्ज्याक्टली। यहाँनिर मैले देखिरहेको थिएँ कति खाने होइन, धेरै खानु सबै कुरा चाहिँ यहाँ लेखिएको छ। हजुर, शिलाजीत भनेको के हो भनेर पनि लेखिएको छ र त्यसको साथसाथै कसरी प्रयोग गर्ने यसलाई, कति खाने, कोले खाने, अनि के कुरामा चाहिँ याद गर्नुपर्छ, यो सबै कुरा चाहिँ यसमा लेखिएको छ। यो इन्स्ट्रक्सन चाहिँ मजाले एक्चुअली पढेर मात्रै चाहिँ प्रयोग गर्नु होला। तर यो सँगसँगै चाहिँ आएको एकदमै भेरी क्युट एउटा चाहिँ यो सुनको चम्चा पनि रहेछ होइन। यो यसको हो, यो चाहिँ खास यो अझै ठुलो चम्चा रहेछ, टाइनी
सानो एउटा मकैको दाना जत्रो सानो मात्र लिने हो कि यसको त्यति dose। मात्रामा चाहिँ धेरै लियो भने फेरि अलि बेसी एनर्जी एक्ज्याक्टली त्यसको लागि चाहिँ आई थिङ्क यहाँ इन्स्ट्रक्सनमा मजाले दिएको छ कि यहाँले कति मात्रामा चाहिँ खाने प्रयोग गर्ने भनेर सो द्याट्स अबाउट शिलाजित कागबेनी शिलाजित रहेको छ 100% नेचुरल सो यो प्रयोग गर्न सक्नुहुन्छ यहाँले अहिलेको लागि भने चाहिँ शिलाजितभित्र सुनको चम्चा पनि भित्र र यसलाई एकैछिन साइड लगाएर चाहिँ हामीलाई विभिन्न ठाउँहरूबाट चाहिँ जसले आफ्नो इन्फर्मेसनहरू पठाइरहनु भएको छ र न्युमेरोलोजी एक्चुअली हेरिदिनु के कस्तो छ मेरो भनेर भनिरहनु भएको छ उहाँहरूको चाहिँ एभ्री विक हामीले सकेसम्म धेरै जनाको चाहिँ इन्कर्पोरेट गर्ने पनि प्रयास गरेका छौँ त्यसै अनुरूप चाहिँ हामीलाई स्टार्ट गर्नलाई चाहिँ म एकजनाको यहाँ इन्फर्मेसन म सागरलाई दिनु गइरहेको छु यो चाहिँ मैले इमेलबाट प्रिन्ट आउट गरेर त्यसपछि लुसिड रिड नै बनाएर चाहिँ रेडी बनाएर चाहिँ राखेको छु अब क्यालकुलेट गर्दाखेरि चाहिँ उहाँको के कस्तो आउँछ एक्चुअली त्योतर्फ पनि लागौँ र अलिकति यो लेख्नको लागि के चाहिन्छ भनेदेखि वी हेभ दिस एज वेल र उहाँको लास्ट नेम चाहिँ नेपाल रहेको छ इट्स भेरी लकी एक्चुअली टु हेभ नेपाल एज लास्ट नेम उहाँले आफ्नो पहिलो नाम जुन चाहिँ रहेको छ त्यो चाहिँ गोप्य राख्ने भन्नुभएको कारणले गर्दाखेरि चाहिँ फर्स्ट नेम हामी दिन गइरहेको छैनौँ तर हामीले देख्दाखेरि चाहिँ यहाँ सबै उहाँको इन्फर्मेसन डेट अफ बर्थ पुरा नाम सबै देखिरहेको छु सो यो चाहिँ I'm going to hand over to सागर र हामीले क्यालकुलेट गर्दाखेरि उहाँको चाहिँ न्युमेरोलोजी वाइज के कस्तो छ एक्चुअली हेर्नु ओके नेपालजी है फिमेल हुनुहुन्छ है उहाँ फिमेल ओके उहाँको डेट अफ बर्थ छ December 17th 1987 भनेपछि उहाँको जन्मेको दिन चाहिँ 17 तारिक भनेपछि उहाँको ड्राइभर नम्बर चाहिँ 17 भनेपछि हामीले एड गर्नु पर्यो 8 भयो 1 + 7 = 8 भनेपछि उहाँको ड्राइभर नम्बर उहाँको मुलाङ्क उहाँको पर्सनालिटी चाहिँ 8 स्याटर्नले गभर्न गर्ने हो स्याटर्न प्लानेटले रुल गर्ने हो उहाँको क्वालिटी चाहिँ 8 नम्बरको वाला क्वालिटी सो 8 नम्बरको हुने बित्तिकै कस्तो किसिमको क्वालिटी हुन्छ मान्छे 8 नम्बर हुने बित्तिकै चाहिँ भेरी हार्ड वर्किङ स्ट्रेट फरवर्ड आई मिन उहाँमा चाहिँ त्यो लपन छपन हुनु उहाँलाई स्ट्रेट फरवर्ड कसैलाई ठग्ने बिराउने गर्नु न उहाँ एकदम डिसिप्लिन हुन्छ अनि 8 नम्बरको क्वालिटीको कुरा गर्दाखेरि चाहिँ उहाँको चाहिँ अलिकति नेगेटिभ कुरा गर्दाखेरि चाहिँ अलि जिद्दीपन हुन्छ उहाँको होइन अनि उहाँ चाहिँ एकदम हार्डवर्क गर्न सक्ने मान्छे अनि उहाँको कामहरू चाहिँ एकदम डिले हुन्छ क्या हजुरको लाइफमा 8 नम्बरले गर्दा किनभने स्याटर्न इज हाम्रो 9वटा प्लानेटमा सबसे टाढाको र स्लो मुभिङ प्लानेट भएर उहाँको कामहरू चाहिँ स्लोली हुन्छ तर रिजल्ट चाहिँ एट द एन्ड राम्रो रिजल्ट आउने ग्रेजुअली हुन चाहिँ हुन्छ तर जति नर्मल समय लाग्ने हो त्योभन्दा अलिकति बढी लाग्न सक्छ हजुर अनि उहाँलाई चाहिँ पेसेन्स राख्नु पर्यो गिभ अप दिनु भएन ओके होइन अनि उहाँको मुलाङ्क चाहिँ 8 भयो मुलाङ्क ड्राइभर नम्बर 8 अब कन्डक्टर नम्बरलाई सबै डेट अफ बर्थ हामीले एड गरेर सिंगल डिजिटमा ल्याउँछ 1 + 2 + 1 + 7 + 1 + 9 + 8 + 7 = 36 भन्ने बित्तिकै 3 + 6 9 उहाँको भाग्याङ्क कन्डक्टर नम्बर चाहिँ 9 नम्बर आयो ओके अब यहाँ कुरा के आयो त ड्राइभर एन्ड कन्डक्टर अलवेज सुड बी फ्रेन्डली फर गुड लाइफ स्मुथ लाइफ सक्सेसफुल लाइफ फर बेटर लाइफ राम्रो हुनलाई तर उहाँको के आयो 8 स्याटर्न 9 चाहिँ मङ्गल शनि र मङ्गलको कुरा मिल्दैन 80 नम्बर पर्यो भनेपछि उहाँलाई जीवनमा के हुने भयो त बहुत मेहनत कष्ट गरेर मात्र उहाँ अगाडि बढ्नु हुने भयो उहाँले त गिभ अप दिन मिलेन लाइफमा उहाँले एकदम मेहनत गरेर आफ्नो काम चाहिँ एकदम स्ट्रगलका साथ अगाडि बढ्नुपर्छ यो सक्सेस चाहिँ हुन्छ तर त्यो सक्सेस प्राप्त गर्नको लागि चाहिँ हर्डल्सहरू र स्ट्रगल चाहिँ डेफिनेटली हुन्छ उहाँलाई आउँछ उहाँले फेस गर्ने हो त्यसलाई जित्ने हो अनि उहाँको भने नि एट द एन्ड चाहिँ ठुलो रिजल्ट दिन्छ स्याटर्नले तर लाइफ अप्स एन्ड डाउन दुःख आइरहने हो र उहाँको अब यो दुईटा नम्बरलाई कनेक्ट गर्ने अलाइन गर्ने एउटा मात्र हामीसँग एनर्जी छ नेम स्पेलिङ ओके किनकि नेम स्पेलिङ यो दुईटा नम्बरको फ्रेन्डली राख्यो भने उहाँको लाइफ चाहिँ अब स्मुथ बन्यो उहाँको नेम स्पेलिङमा चाहिँ के ट्विक गर्दाखेरि चाहिँ त्यो हामीले निकाल्न सक्छौँ या के गर्दाखेरि चाहिँ ठिक हुन्छ कति आउनु पर्यो नम्बर हजुर उहाँको नेम स्पेलिङ चाहिँ 8 र 9 को फ्रेन्डली नम्बर चाहिन्छ त्यो भनेको हामीले चाहिँ उहाँको नेम स्पेलिङलाई चाहिँ 5 नम्बरमा ल्याउनु पर्ने हुन्छ आवश्यक हुन्छ सो त्यो नेम स्पेलिङ 5 नम्बरमा ल्याउने भन्नाले के हो कसरी चाहिँ त्यो क्याल्कुलेट हजुर त्यो चाहिँ दुईटा मेथड छ एउटा वर्ल्ड वाइड पपुलर चार्लियन न्युमरोलोजी अर्को चाहिँ पाइथागोरियन न्युमरोलोजी तर मोस्टली चाहिँ चार्लियन न्युमरोलोजी युज हुन्छ त्यसको फर्मेट हुन्छ अल अल्फाबेटको आफ्नो असाइन नम्बर हुन्छ 1 2 3 4 एक्ज्याक्टली सो यदि कन्फ्युज हुनुहुन्छ भनेदेखि यहाँ स्क्रिनमा पनि यहाँले देख्न सक्नुहुन्छ कि
तपाईँको लेटर्सहरू जुन रहेको छ नामको स्पेलिङमा त्यो लेटर्स प्रत्येक लेटरको कति नम्बरमा चाहिँ पर्छ भनेर यहाँले त्यो नम्बर्सहरू टिप्दै जानुभयो र त्यसलाई चाहिँ एन्ड अफ द डे त्यो जोड्नु पऱ्यो होइन सबै हजुर जोडेर डबल डिजिटमा आयो भने त्यसलाई पनि एड गरेर सिंगल डिजिटमा ल्याउनु पऱ्यो हजुर अनि उहाँको नेपालजीको फुल नेमको ट्याक्क त्यो नम्बर एड गरेर हामीले निकाल्दाखेरि चाहिँ चार्लियन न्युमरोलोजीमा चाहिँ 37 निकालेछौँ 37 भनेको इक्वल्स टु 1 अनि पाइथागोरियनबाट चाहिँ 50 आएको छ 5 थ्याङ्क गड यहाँबाट सो यो 1 कसरी आयो भने चाहिँ 37 भन्दाखेरि 8 9 10 भयो त्यो 0 को भ्यालु नहुने भएको रिजनले गर्दाखेरि चाहिँ 1 हुने भयो उहाँको नम्बर अनि अब एउटा हाफ पार्ट उहाँको ड्राइभर र कन्डक्टरलाई हेल्प गरिरहेछ 50 ले अर्को पार्ट चाहिँ 37 आयो चार्लियनबाट 37 भनेको 1 चाहिँ के भयो शनिको लागि एन्टी नम्बर पर्यो कि उहाँको 8 नम्बर शनि एन्ड सूर्यको पनि मिल्दैन 8 नम्बरको दुईटा एनिमी एउटा सूर्य एउटा मङ्गल अनि हामीले त भनेकै छौँ 4 नम्बर त कसैलाई पनि नल्याउनु 8 र 4 त कसैको नेम स्पेलिङमा आउनु भएन भनेपछि उहाँको हाफ पार्ट 50 ले हेल्प गर्यो हाफ चाहिँ 1 चाहिँ एनिमी नम्बर भएको भएर दुईटैमा सकेसम्म एनिमी नम्बर नपर्ने गरेर उहाँको एनिमी नम्बरहरू के हुन्थ्यो उहाँको एनिमी नम्बर चाहिँ अब स्याटर्न 8 को एनिमी नम्बर भनेको 5 and 9 and 2 5 9 and 2 या तीनटा नम्बर हो अनि उहाँको स्पेलिङमा चाहिँ 37 भन्दा 1 आइरहेछ यसले चाहिँ हल्का उहाँको लाइफमा चाहिँ अझ धेरै प्रब्लम क्रिएट गर्न सक्छ सो द्याट उहाँले चाहिँ आफ्नो नेमको स्पेलिङलाई चाहिँ करेक्सन गरेर 5 मा ल्याउनु पर्ने हुन्छ ओके हजुर सो जोड्दाखेरि सबै गर्दा चाहिँ 5 आयो भनेदेखि चाहिँ बेनिफिसियल हुने हो उहाँलाई हेल्प हुन्छ ठुलो हेल्प हुन्छ उहाँको लाइफ स्मुथ बग त्यसपछि उहाँको जुन चाहिँ कुवा नम्बर छ त्यो के छ कुवा नम्बर उहाँको कुवा नम्बर चाहिँ 2 आयो ओके 2 कुवा नम्बर 2 आउँदाखेरि चाहिँ के गर्छ भने चाहिँ उहाँको चार्ट हेर्दा जस्तै डेट अफ बर्थलाई यो हामीले लोसो ग्रिड एउटा फर्मेटमा इनपुट गर्दा चाहिँ त्यसको रिजल्ट चाहिँ कस्तो आयो भन्दाखेरि उहाँलाई चाहिँ 5 नम्बर मिसिङै छ भनेपछि उहाँको स्पेलिङ 5 मा आयो भने के हुने भयो पूर्ति हुने भयो 5 यहाँ 5 आइदियो भने मिसिङ छ हजुरको 5 मिसिङ छ 5 चाहिँ उहाँको लाइफमा ठुलो रोल प्ले गर्ने भयो उहाँको नेम स्पेलिङ 5 मा आयो भने उहाँलाई चाहिँ एकदम ठुलो सपोर्ट मिल्छ उहाँलाई 258 को राजयोग हुन्छ सुमित सर यो डायगोनल एउटा चाहिँ 4 5 6 को फर्स्ट गोल्डन ग्रेड 4 5 6 मिड जसैको चार्टमा गर्छ ऊ गोल्डन राजयोग अर्को 258 सेकेन्ड राजयोग यो चाहिँ ल्यान्ड प्रपर्टी एग्रिकल्चर इन्भेस्टमेन्टहरूमा उहाँलाई प्रफिट दिन्छ अर्को 9 थर्ड राजयोग इज 951 यो चाहिँ विल पावर एक मान्छेले चाहिँ जीवनमा जति पनि मिलियनियरहरू हुन्छ अहिले यो वर्ल्डमा उहाँहरूको 951 त हुन्छ हजुरको किनभने उहाँको यो ग्रेडमा चाहिँ जताबाट जाँदाखेरि पनि 5 एउटा चाहिँ मिसिङ छ त्यो 5 आउने बित्तिकै तीनतिरबाट कनेक्ट हुने भयो तीनतिर कनेक्ट हुन्छ उहाँलाई ठुलो हेल्प हुन्छ अनि बाँकी अरू नम्बरहरू पनि मिसिङ छ जस्तै 6 मिसिङ छ अनि 4 राहु मिसिङ छ अनि 3 जुपिटर पनि मिसिङ छ यसको चाहिँ अलरेडी हामीले 6 भनेको लग्जरी अलिकति मिसिङ छ 6 को कुरा चाहिँ सरसफाइमा ध्यान दिनु पर्यो आउटफिट राम्रो लगाएर हिँड्नु पर्यो ओइल बेस्ड पर्फ्युम युज गर्नु पर्यो काउको सेवा गर्नु पर्यो गाईको सेवा गर्ने 6 इज लक्ष्मी भन्ने बित्तिकै काउसँग कनेक्ट हुन्छ हाम्रो एस्ट्रोलोजी न्युमरोलोजीमा अनि उहाँले गाईको घिउ गाईको दहीहरू मिल्छ भने त्यो एनर्जी त्यही धेरै खानु पर्यो ओके हजुर अनि उहाँको लक्की कलर भनेको उहाँको लागि व्हाइट ग्रीन येल्लो ओरेन्ज अनि रेड र ब्ल्याक चाहिँ अभोइड गर्नु होला त्यसै माथि किनभने यसै पनि शनिको प्रभाव धेरै देखिरहेछ एन्टी नम्बरको कलर चाहिँ नलागेको बेटर हुन्छ उहाँले चाहिँ बेस्टली चाहिँ मोस्टली चाहिँ व्हाइट अफ व्हाइट अनि हजुरको ग्रीन येल्लो ओरेन्ज चाहिँ हजुरको लक्की कलर हो के कार्य गर्दा के काम गर्दा चाहिँ यो कलरहरू बेसी युज गर्नु होला ओके अलराइट सो नेपालजी थ्याङ्क यू भेरी मच आफ्नो इन्फर्मेसन पठाइदिनु भएकोमा आई होप दिस हेल्प्स र सानो कुराहरूमा ट्विट गर्दाखेरि यदि लाइफमा कुनै पोजिटिभ सकारात्मक परिवर्तन आउँछ भनेदेखि वाइ नट भन्ने हाम्रो उद्देश्य नै त्यही हो त्यसै गरिकन चाहिँ अर्को हाम्रो भ्युवर जो हुनुहुन्छ उहाँले पठाउनु भएको छ र ऱ्यान्डमली हामीले सेलेक्ट गरेर निकाल्दाखेरि चाहिँ उहाँ फिमेल हुनुहुन्छ र उहाँको लास्ट नेम चाहिँ बस्नेत रहेको छ र उहाँको चार्ट एकचोटि हेरौँ न यो चार्टमा चाहिँ उहाँको के कस्तो छ भनेर चाहिँ हेऱ्यो भने थाहा हुन्छ हामीलाई हजुर सुमितजी यसमा चाहिँ भन्ने कुराहरू धेरै हुन्छ तर हाम्रो प्रोग्राम सर्ट एन्ड स्विट हुने भएर म चाहिँ बेसिक इन्फर्मेसन दिन चाहन्छु र मेन चाहिँ नेम स्पेलिङ नै एउटा पावरफुल चिज हो जसको त्यो नेम स्पेलिङ दुईटा ड्राइभर र कन्डक्टरसँग कनेक्ट हुन्छ ऊ मान्छे चाहिँ जसरी पनि सक्सेसफुल हुने हो
सो उहाँको नाममा हेर्दाखेरि चाहिँ बिचको मिडल नेम पनि छ उहाँको 3टा नाम छ हजुर सो यो हाम्रो हेर्दाखेरि चाहिँ सो उहाँको चाहिँ के निस्केको हजुर उहाँको डेट अफ बर्थ छ February 6th 1963 भनेपछि 6 तारिक जन्मिनु भएको रहेछ भनेपछि उहाँको ड्राइभर नम्बर अर मुलाङ्क चाहिँ 6 भनेपछि सिधै 6 भइहाल्यो 6 भने भिनस उहाँ चाहिँ भिनस प्लानेटसँग रुलिङ हुनुहुँदो रहेछ भिनस भन्ने बित्तिकै उहाँ चाहिँ लग्जरी फिमेल भन्ने बित्तिकै लक्ष्मीको 6 आउने बित्तिकै उहाँलाई लक्ष्मीको रूप मिल्यो कि उहाँ जुन दिन जन्मिनु भयो उहाँ जुन घरमा जन्मिनु त्यो घरमा चाहिँ जुन दिन जन्मिनु त्यहाँ दिनबाट त्यो घरको चाहिँ फाइनेन्सियल्ली सोसियल्ली सबै अपलिफ्ट हुँदै ग्रोथ हुँदै गएको यो उहाँहरूको ड्याड प्रोस्पेरिटी 6 नम्बर अनि उहाँको पर्सनालिटी कस्तो हुन्छ उहाँ चाहिँ एकदम ब्रान्ड कन्सियस लग्जरी सोफिस्टिकेटेड अनि आफ्नो ड्रेसअपको लुक्सहरू पनि उहाँले एकदमै ध्यान दिएर लाउनुहुन्छ होइन आफ्नो केयर गर्नुहुन्छ उहाँमा चाहिँ अब आर्टिस्टिक क्वालिटी पनि भयो टिकटक होस् डान्सिङ केही न केही कला उहाँमा क्रिएटिभ केही न केही कला हुन्छ उहाँ हिरो एक्ट्रेस पनि बनाउँ भन्ने खालको क्वालिटी 6 नम्बर इज भिनस भनेपछि सौन्दर्यता अनि आर्टिस्टिक क्वालिटी जे पनि उहाँलाई पेन्ट म्युजिक डान्सिङ फिल्म त्यो इन्डस्ट्री उहाँलाई चाहिँ त्यसले चाहिँ आकर्षित गर्छ सो क्रिएटिभ फिल्ड र चाहिँ आर्टिस्ट्री फिल्डमा चाहिँ उहाँलाई बढी एट्र्याक्ट गर्छ हजुर अनि उहाँको चाहिँ कन्डक्टर नम्बर अब भाग्याङ्क डेस्टिनी नम्बर निकाल्दाखेरि चाहिँ सबै जोड्नुपर्ने हुन्छ 2 + 6 + 1 + 9 + 6 + 3 सबै एड गर्दा 27 आयो 27 भनेको 2 + 7 9 ओके उहाँको भाग्याङ्क चाहिँ नम्बर 9 मतलब उहाँलाई के हुने भयो भने त उहाँलाई चाहिँ अब यो 9ले चाहिँ के गर्छ उहाँलाई एनर्जी दियो एनर्जेटिक बनाउने भयो जस्तै कतिपय हामीले अघि नै शिलाजितको कुरा गऱ्यौँ नि त उहाँको एनर्जीमा यो सबै चिज हुने भयो अलरेडी फिजिकल छैन भनेदेखि चाहिँ यो प्रयोग गर्न सक्नुहुन्छ तर उहाँमा चाहिँ अलरेडी छ त्यो एनर्जी उहाँले यो पनि प्रयोग गर्न सक्नुहुन्छ होइन बुस्ट हुन्छ अनि तर उहाँमा अलरेडी सी हेज फिजिकल्ली स्ट्रङ एकदम हार्डवर्किङ एकदम मेहनत गर्न सक्ने अनि कहिलेकाहीँ रिस चाहिँ अलि रिस उठ्यो भने चाहिँ अब नेगेटिभ कुरा गर्दाखेरि चाहिँ रिस उठ्यो भने चाहिँ अलिक फास्ट एग्रेसिभ बनाउँछ कि नम्बर 9ले झनक्क रिस उठ्ने रिस नाकको टुप्पामा भनिन्छ नि त्यो खालको क्वालिटी क्रिएट गर्छ हजुरको अनि उहाँको चाहिँ 6 and 9 को कम्बिनेसन ड्राइभर 6 कन्डक्टर 9 मुलाङ्क 6 भाग्याङ्क 9 भएको भएर उहाँलाई चाहिँ अब उहाँको नेम स्पेलिङ यो दुईटा नम्बरलाई चाहिँ अलाइन गर्ने यसलाई चाहिँ पावर दिने यसलाई कन्ट्रोल गर्ने भनेको नेम स्पेलिङ हो नेम स्पेलिङ उहाँको हेर्दाखेरि चाहिँ चार्लियनबाट चाहिँ टोटल गर्दा 48 भनेपछि 8 + 4 8 9 10 11 12 3 आयो अनि उता पाइथागोरियनबाट 55 भने 5 + 10 1 आयो उहाँको के आयो भने उहाँको चाहिँ अब नेम स्पेलिङमा चाहिँ 6 को र 9 को फ्रेन्डली नम्बर चाहिँ नेम स्पेलिङ भयो भने बल्ल इफेक्टिभ काम गर्न थाल्छ हजुरको उहाँको त्यो भनेको कुन नम्बर हो त्यो भनेको अब उहाँको अहिलेको करेन्टली आयो 3 and 1 दुईटै एनिमी नम्बर आयो उहाँको नेम स्पेलिङ चाहिँ एनी हाउ जसरी भए पनि उहाँले चाहिँ यो नेम स्पेलिङ चाहिँ करेक्ट गर्नुपर्ने हुन्छ ओके फेरि पनि यहाँलाई जानकारी के दिन चाहन्छौँ हामी भनेदेखि यो नामको स्पेलिङ जुन चेन्ज गर्ने कुरा छ यो तपाईँको चाहिँ अफिसियल डकुमेन्टमा या चाहिँ तपाईँको पासपोर्टमा या नागरिकतामा भएको नामको चेन्ज गर्ने कुरा गरेको छैन हामीले यो चाहिँ कस्तो भने जहाँ चाहिँ तपाईँको नाम मान्छेले एकदमै धेरै जुन ठाउँमा देखिन्छ जस्तो सोसियल मिडियामा मेबी तपाईँसँग चाहिँ टिकटक छ होला फेसबुक होला इन्स्टाग्राम होला या अरू कुनै पनि सोसियल मिडिया प्लेटफर्म्स जहाँ चाहिँ मान्छेले तपाईँ भनेर चिन्छन् तपाईँको नाम प्रत्यक्ष रूपमा देख्छन् त्यो ठाउँमा चाहिँ तपाईँले आफ्नो नामको स्पेलिङ चेन्ज गर्नुभयो भनेदेखि चाहिँ अलिक बेटर हुन्छ यहाँलाई र जुन बाधा अडचनहरू आइरहेछ त्यसलाई चाहिँ ओभरकम गर्नलाई चाहिँ यसले मद्दत गर्छ हजुर अनि उहाँको नेम स्पेलिङ करेन्टली चाहिँ उहाँको नेम जो युज भयो पब्लिकली भइरहेकोमा 3 and 1 दुईटै एनिमी नम्बर आछ होइन 6 र 3 को कुरा मिल्दैन 36 को आँकडा भन्ने हुन्छ कि उहाँले जीवनमा फेस गर्नुभयो होला मान्छेसँग कुरा 36 को आँकडा भयो भने के हुन्छ भने चाहिँ उहाँको कतिपय मान्छेको कुरा मिल्दैन क्या हजुर नेगेटिभ हुने कुरा नमिल्ने त्यो खालको क्रिएट गर्ने हो यो चिजले यो नम्बरले यस्तो गर्छ हजुरको अनि प्लस अनि के हुने हो 6 भन्दाखेरि शुक्राचार्य राक्षसको गुरु लक्ष्मी नम्बर आयो भने यता 3 नम्बर भनेको भगवानको गुरु 3 नम्बर इज जुपिटर देवताको गुरु आउँदा कुरा मिल्ने भएन 36 को आँकडा उहाँलाई हाफ एउटा पोइन्टबाट राम्रो गरौँ भन्ने हो अर्कोबाट
अर्को प्लेयर हाफ एन्ड हाफ हुने भयो Okay. क्या त्यो दुई यो उहाँको 6 and 9 कम्बिनेसनलाई एक्ज्याक्ट ट्याक्कै फ्रेन्डली नम्बर फ्रेन्डली स्पेलिङमा हामीले क्रिएट गऱ्यौँ भने उहाँले क्रिएट गर्नुभयो भने चाहिँ उहाँलाई अझै धेरै राम्रो जीवनमा फ्रेन्डली नम्बर कुन हो उहाँकोलाई फ्रेन्डली नम्बर अब उहाँको एन्जल नम्बर चाहिँ उहाँको 5 आएको छ थ्याङ्क गड उहाँलाई ब्लेसिङ छ 5 उहाँलाई युनिभर्सको सबसे पावरफुल नम्बर इज 5 मर्करी हुनैपर्छ चार्टमा मर्करी छैन भने जीवनमा ब्यालेन्स हुँदैन त्यो उहाँको एन्जल नम्बरबाट आयो तर यो दुईटालाई सिङ्क्रोनाइज गर्ने नेम स्पेलिङ चाहिँ उहाँलाई चाहिँ म के राख्न भन्न चाहन्छु भने नम्बर कति निक्लिँदाखेरि चाहिँ राम्रो हुन्छ बेनिफिसियल उहाँको यो 6 and 9 को कम्बिनेसनलाई फ्रेन्डली राख्दाखेरि चाहिँ उहाँको नेम स्पेलिङलाई नि 5 मै ल्याउनु बाहेक अरू उपाय भएन किन भन्दाखेरि 6 को एनिमी नम्बरहरू 3 एनिमी 1 एनिमी हुन्छ होइन अनि फेरि 9 को अरू नम्बरहरू पनि एनिमी हुँदाखेरि उहाँलाई ब्यालेन्स गराउने नै नेम स्पेलिङ 5 मा ल्याउनु पर्ने हुन्छ 5 मा ल्यायो भने चाहिँ उहाँको 6 and 9 लाई चाहिँ 5 ले चाहिँ ब्यालेन्स बनाउनमा चाहिँ मद्दत गर्ने भयो लाइफलाई चाहिँ स्मुथ वेमा जाने भयो त्यसपछि उहाँको मिसिङ नम्बर्सहरू के छ हजुर मिसिङ नम्बर चाहिँ उहाँको एउटा 8 छ 8 मिसिङ छ 7 मिसिङ छ अनि 4 मिसिङ छ यो मिसिङ नम्बरहरू मिस हुँदा चाहिँ उहाँको लाइफमा उहाँको करियरमा चाहिँ त्यो नम्बरको चाहिँ अभाव हुन्छ हजुर खड्किन्छ कि जस्तै 8 मिसिङ हुँदा के हुन्छ भने फाइनेन्सियल प्लानिङ पुअर हुन्छ पुअर फाइनेन्सियल प्लानिङ उहाँले चाहिँ पैसा कमाउने कारोबार चाहिँ अलिकति सुस्त हुन्छ उहाँले कमाउनुहुन्छ तर पैसा कहाँ लगाउने कहाँ सेभिङ गर्ने कहाँ इन्भेस्टमेन्ट गर्नेवाला नलेज 8 ले दिन्छ स्याटर्नले त्यो विक हुने भयो उहाँको फाइनेन्सियल प्लानिङ पुअर हुने भयो अर्को 7 मिसिङ हुँदा चाहिँ 7 मिसिङ हुँदाखेरि चाहिँ रिसर्च स्पिरिचुअलिटीमा चाहिँ यो 7 नम्बर भनेको रिसर्च एन्ड स्पिरिचुअल बनाउने हो त्यो अध्यात्ममा 7 नम्बरले बुस्ट गर्ने त्यो अलिक कम हुने भयो अब रिसर्च एक्टिभिटीमा अलि त्यसमा पनि विक हुने भयो अनि आउट अफ द बक्स थिङ्किङ चाहिँ उहाँमा हुने भएन 7 ले आउट अफ द बक्स थिङ्किङ दिने हो 4 नम्बर राहु मिस हुँदा पनि अलिक चलाखीपन दिने भएन उहाँलाई चाहिँ मान्छेहरूले इजिली घुमाउन सक्ने भयो भनौँ यो नम्बर चाहिँ 4 and 7 ले चाहिँ झुक्याउन सक्ने सम्भावना बढी भेरी शार्प स्मार्ट इन्टेलिजेन्सी दिन्छ मान्छेलाई देख्ने बित्तिकै यो मान्छेमा के छ उसको क्वालिटी अटो उसलाई थाहा हुने चाहिँ उहाँलाई हुने भएन त्यही भएर उहाँले चाहिँ केही पनि जीवनमा कार्य गर्दा केही गर्दाखेरि चाहिँ उहाँले चाहिँ अलिकता टाइम लिएर अनि अब सबैसँग फ्यामिली मेम्बर्स फ्रेन्ड सर्कलसँग कन्सल्ट गरेर चाहिँ केही चिजहरू गर्नु पर्दाखेरि ध्यान दिएर गर्नु होला त्यो एनर्जी उहाँमा हुँदैन सो उहाँको अब कलरको कुरा गर्न पर्दाखेरि फेभरेट या फेभरेबल हुने कलर्सहरू के छ हजुर उहाँको लक्की कलर भनेको उहाँलाई डायमन्ड गोल्ड भन्दा नि उहाँलाई डायमन्ड मनपर्छ आई गेस यो नम्बरबाट अनि उहाँलाई चाहिँ सबै सुन बेचेर हिरा किन्ने बेला उहाँ चाहिँ डायमन्डवाला भन्नु होला अनि उहाँलाई चाहिँ डायमन्ड वाइट अफ वाइट अनि हजुरको ग्रिन अनि हजुरको रेड यो कलर चाहिँ उहाँको लकी हो नेगेटिभ कलर चाहिँ येल्लो र ओरेन्जबाट चाहिँ अलिक पर हुनु होला सकेसम्म रङ र पहेँलो रङबाट चाहिँ अलिकति टाढा रहेर यो बाँकी जुन चाहिँ अहिले भर्खर भनेको रङहरू छ त्यसलाई चाहिँ अप्नाउनु भयो र त्यो किसिमको लुगाहरूदेखि लिएर चाहिँ विभिन्न आफ्नो वरिपरि भएका कुराहरूलाई त्यो रङमा ढाल्न सक्नुभयो भनेदेखि चाहिँ त्यसले त्यो एनर्जी दिने हजुर प्लस पोइन्ट हुने भयो राम्रो हुने भयो उहाँको लाइफमा चाहिँ बेटर हुने भयो ओके सो दुईजनाको हामीले न्युमेरोलोजी हेरिसकेका छौँ एकजनाले चाहिँ अमेरिकाबाट पठाउनु भएको थियो संयुक्त राज्य अमेरिकाबाट भनेदेखि चाहिँ हाम्रो भर्खरै हामीले जसको हेऱ्यौँ उहाँले चाहिँ नेपालबाट पठाउनु भएको थियो र अब भने चाहिँ हामी लाग्छौँ हाम्रो थर्ड न्युमेरोलोजीतर्फ जसलाई पठाउनु भएको छ उहाँको लास्ट नेम नेपाल रहेको छ फेरि उहाँ एउटा कुरा चाहिँ एकदमै लकी लाग्छ जसको लास्ट नेम नेपाल छ होइन नामै नेपाल छ कि कति रमाइलो सो उहाँको डेट अफ बर्थ र फुल नेम र स्पेलिङ हामीले यहाँ देखेका छौँ र उहाँले चाहिँ सामान्यतया युज गर्नुहुने प्रयोग गर्नुहुने चाहिँ अर्कै नाम पनि रहेछ होइन उहाँको अफिसियल नाम एउटा छ तर चाहिँ मिडियामा या भनौँ न सोसियल मिडियामा चाहिँ पब्लिकली युज गर्ने नाम अर्को रहेको छ र त्यो नामबाट चाहिँ उहाँको डेट अफ बर्थ हामीले क्यालकुलेट गरेर चाहिँ अब अगाडि बढ्छौँ र उहाँको लागि चाहिँ यो न्युमरोलोजी के कस्तो हुनेछ के नम्बर पुगेको छ छैन लेट्स फाइन्ड आउट थ्याङ्क यू हजुर नेपालजीको चाहिँ हामीले ओके डेट अफ बर्थ चाहिँ उहाँ चाहिँ 10 तारिक जन्मिनु भएको रहेछ 10th of February 1994 ओके अनि उहाँको ड्राइभर नम्बर और मूलाङ्क नम्बर चाहिँ के हुने भयो भने 10th 10 तारिक भने 10
1 + 0 1 उहाँ चाहिँ सनबाट रुल हुनुहुँदो रहेछ प्लानेट सन उहाँको नेचर चाहिँ कस्तो हुन्छ भने सूर्य राजावाला किङ आई एम द किङवाला क्वालिटी हुने उहाँले चाहिँ आफूसँग भएको कुराहरू दिने गिभर सन इज अलवेज गिभर सन डजन्ट रिसिभ भने चाहिँ उहाँको क्वालिटी गिभर क्वालिटी हुनुभयो अनि जहिले पनि उहाँको पर्सनालिटी इन्डिपेन्डेन्ट हुनुभयो उहाँलाई आफ्नो काम आफै गर्नुपर्छ भन्ने खालको अरूमा डिपेन्डेन्ट हुनुहुन्न अनि प्लस उहाँको चाहिँ के हुन्छ भने जहाँ पनि लिडरसिप क्वालिटी हुन्छ उहाँ जहाँ गयो लिड गर्ने हो नेतृत्व गर्ने क्षमता भएको नम्बर सन राजाको जस्तो योग राजा भएको जस्तो क्वालिटी र लिने भन्दा पनि दिने बढी गर्नुहुन्छ उहाँले गर्ने क्वालिटी हो Quality, इफ दिने गर्नु भएको छैन भने हजुरले आजकै दिनबाट यो पोडकास्ट हेरिराख्नुहुन्छ जति दिनुहुन्छ तपाईँलाई त्यति फाइदा हुन्छ जीवन किन राजा भनेको त दिने हो त्यो भएर दिनु होला त्यति नै हजुरलाई रिटर्न ब्याक त्योभन्दा 10x 100x आउँछ ओके अनि उहाँको अब मैले चाहिँ कन्डक्टर नम्बर भाग्याङ्क निकाल्न गइरहेको छु भाग्याङ्क निकाल्नलाई चाहिँ सबै हामीले एड गर्नुपर्ने हुन्छ होल डेट अफ बर्थलाई डे मन्थ इयर 2 + 1 + 1 + 9 + 9 + 4 equals to 26 26 also equal 2 + 6 8 ओके उहाँको स्याटर्न अब कुरा यहाँ आयो अब उहाँको मूलाङ्क 1 भाग्याङ्क और कन्डक्टर नम्बर 8 1 and 8 1 and 8 के भयो त राजा हुनुहुन्थ्यो मन्त्री चाहिँ 8 नम्बर शनि एन्टी हुने भयो उहाँले जे सोच्नुहुन्छ विपरीत हुने भयो उहाँ कुरा मिल्ने भएन त्यो चाहिँ अलिकता प्रब्लम हुन्छ जीवनमा 1 र 8 उहाँले एउटा सोच्नु त अर्को एनर्जी लगाएर अर्को सोच्ने भयो कुरा मिलेन फ्रेन्डली नम्बर नभएको भएर उहाँको जीवनमा चाहिँ अभियसली प्रब्लम त आउने हो एन्टी नम्बर पर्यो भने जसलाई पनि जसको पनि यो ड्राइभर र कन्डक्टर एन्टी पर्छ उहाँलाई जीवनमा डिफिकल्ट सिचुएसनबाट चाहिँ अगाडि बढ्नुहुन्छ अनि यसको लागि चाहिँ अनि उहाँको चाहिँ कन्डक्टर 8 आउँदा उहाँको क्वालिटी चाहिँ के हुन्छ भने हाफ 60% राजावाला हुने 40% चाहिँ 8 नम्बरले स्याटर्नले रुल गर्दा चाहिँ उहाँको चाहिँ अब कुरा भनेको एकदम सी इज भेरी गुड इन फाइनेन्सियल प्लानिङ 8 नम्बर इज फाइनेन्स फाइनेन्स पनि इन्भेस्टमेन्ट उहाँले कमाउनु भयो भने के गर्नु त्यो पैसा चाहिँ कहाँ लगानी लाउने हो कहाँ इन्भेस्ट गर्दा बेटर हुन्छ उहाँलाई चाहिँ एकदम धेरै ठुलो नलेज हुन्छ प्लस उहाँको 8 नम्बर भयो भने चाहिँ उहाँलाई चाहिँ अब अलिकता अलि जिद्दी बनाउँछ 8 नम्बर स्याटर्न अलिअलि जिद्दीपन दिने भयो प्लस उहाँलाई चाहिँ 8ले चाहिँ अर्को एनर्जी के दिन्छ भने उहाँले चाहिँ कसैको नेगेटिभ सोच्नुहुन्न कसैको लेनदेनमा बराबर इक्वल कसैको 1 रुपियाँ खायो भने 1 रुपियाँ दिने हो हिसाब किताबमा बराबर एकदम कसैको यताउता त्यो हुन्छ नि त्यो उहाँकोमा त्यो स्वभाव हुँदैन होइन अनि तर एन्टी नम्बर परेको भएर जीवनमा चाहिँ अलि अब्स्ट्याकल्सहरू चाहिँ अभियसली आउने हो अब यसलाई चाहिँ ब्यालेन्स गर्नलाई चाहिँ हामीले उहाँको नेम स्पेलिङलाई चाहिँ यसको फ्रेन्डली नम्बरमा ल्यायौँ भने चाहिँ उहाँको लाइफ चाहिँ त्यो नेम स्पेलिङ चाहिँ हेल्प गर्छ जुन चाहिँ बाधा व्यवधान छ त्यसलाई चाहिँ रेक्टिफाई गर्नको लागि करेक्सन गर्नको लागि चाहिँ हजुर स्पेलिङमा चाहिँ केही ट्विक गरेर हामीलाई कुन नम्बर चाहियो त हजुर मैले यहाँ उहाँको फिलअप गरिहालेँ ओके उहाँको चार्ट बन्यो उहाँको चाहिँ 5 नम्बर मिसिङ छ 3 नम्बर मिसिङ छ 6 नम्बर मिसिङ छ एन्ड 7 नम्बर मिसिङ छ भनेपछि जीवनमा यो नम्बरहरूको अभाव उहाँलाई अभियसली पर्ने हो सो यो नम्बरहरू नभएको कारणले गर्दाखेरि कस्तो किसिमको अभाव पर्छ हजुर अब 5 नम्बर चाहिँ उहाँको नहुँदाखेरि लाइफमा चाहिँ 5 नम्बर भनेको मर्करी बुद्धि ब्रेन अनि गुड कम्युनिकेसन स्किल अनि हजुरको पब्लिक डिलिङ पब्लिक कनेक्सनमा चाहिँ कमी कमजोरी आउने भयो 5 नम्बर मिसिङ भयो भने होइन अनि 3 नम्बर मिसिङ भयो भने चाहिँ 3 र 7 मिसिङ हुँदा चाहिँ ज्ञान अनि यस्तो हामीले यो एस्ट्रोलोजी न्युमरोलोजी यस्तो कुराहरू हुन्छ र भन्ने उहाँलाई खासै विश्वास लाग्दैन कि उहाँले चाहिँ मेहनतै गरेर अगाडि बढ्ने मेहनतमा नै लाइफ छ यो सर्टकट भन्ने हुन्न भन्ने उहाँलाई त्यस्तो खालको फिलिङ्स आउँछ अनि 6 नम्बर मिसिङ हुँदाखेरि चाहिँ उहाँलाई चाहिँ अब जीवनमा चाहिँ वेल्थको नम्बर मिसिङ लक्ष्मीको नम्बर मिसिङ हुँदाखेरि चाहिँ लाइफमा वेल्थ पोस्पेरिटी ग्रोथमा चाहिँ सामना गर्नुपर्ने हुन्छ तर अब उहाँको 1 and 8 को कम्बिनेसनलाई फ्रेन्डली नेम स्पेलिङ चाहिँ 5 नम्बरमा ल्याए बेटर भन्न चाहन्छु सुमित सर सो द्याट 5 नम्बर यहाँ आयो भने चाहिँ उहाँको लाइफ ब्यालेन्सको लागि हेल्प गर्ने भयो नम्बर 5 एटलिस्ट दुईटा ग्रिड चाहिँ बन्ने भयो त्यो भएदेखि चाहिँ हजुर 2 5 8 र यो भन्दाखेरि चाहिँ उहाँको लाइफ चाहिँ एकदम स्मुथ ग्रोथमा चाहिँ एकदम हेल्प गर्ने हो म चाहिँ उहाँलाई चाहिँ नम्बर 5 तपाईँको नेम स्पेलिङ चाहिँ नम्बर 5 मा करेक्सन गर्नु
हुन अनुरोध गर्दछु र म चेक गर्छु उहाँको नेम स्पेलिङ जो फेसबुक पब्लिक सोसियल मिडियामा के युज गरेर त्यसको हिसाब गर्दाखेरि चाहिँ 4+3 भनेको 4+3 7 आउँदो रहेछ चार्लियन न्युमरोलोजीमा 7 अनि पाइथागोरियनबाट 55 भने 10 1 आउँदो रहेछ भनेपछि अब हामीले हेर्नु पर्यो 1 and 8 को लागि यो दुईटा नम्बर फ्रेन्डली छ कि छैन ओके उहाँलाई चाहिँ नेम स्पेलिङ फ्रेन्डली छ 8 को लागि हजुरको 7 त आयो तर 7 मिसिङ थियो 7 आयो तर के हुन्छ भने 1 and 8 को लागि चाहिँ 7 चाहिँ त्यस्तो इफेक्टिभ नम्बर चाहिँ होइन हजुरको मानिँदैन उहाँको 1 and 8 को कम्बिनेसनलाई चाहिँ मैले हेर्दा चाहिँ 5 उहाँको नेम स्पेलिङ चाहिँ दुईटैमा या चार्लियनमा 5 या पाइथागोरियनमा 5 अथवा यो 1 and 8 को फ्रेन्डली नम्बर चाहिँ नेम स्पेलिङमा आउनुपर्ने हुन्छ सो यहाँले चाहिँ यदि वन्डर गरिरहनु भएको छ यो 5 कसरी निकाल्ने के हो भनेर भनेदेखि चाहिँ साइडमा यो ग्रेड देखिरहनु भएको छ जहाँ चाहिँ तपाईँको नाम नम्बर्सहरू र त्यसै गरिकन चाहिँ लेटर्सहरू छ सो तपाईँले चाहिँ के गर्नु पऱ्यो भने सोसियल मिडियामा या जहाँ चाहिँ पब्लिकली देखिने ठाउँमा चाहिँ तपाईँले जुन नाम प्रयोग गरिरहनु भएको छ सो यो ग्रेड अनुसारले चाहिँ तपाईँले चाहिँ एभ्री लेटरको चाहिँ नम्बर जुन चाहिँ लेखिएको छ त्यो गर्दै जानु पऱ्यो र त्यो एड गर्नु पऱ्यो सो त्यो एड गरिसकेपछि लास्टमा मेबी दुईटा नम्बर दुईटा डिजिट आउन सक्छ त्यो दुईटा डिजिटलाई पनि एड गरेर एउटा डिजिट बनाउनु पऱ्यो जस्तो 10 आएको छ भनेदेखि अब त्यो 10 भनेको 1 भयो 1 3 13 आएको छ भनेदेखि त्यो 4 भयो सो त्यसरी नै चाहिँ यहाँले क्याल्कुलेट गरेर चाहिँ आफ्नो नामको स्पेलिङलाई चाहिँ 5 वटा नम्बरमा ल्याउन सक्नुभयो या 5 वटा चाहिँ लेटर्समा ल्याउन सक्नुभयो भनेदेखि चाहिँ त्यसले चाहिँ तपाईँलाई फलिफाप हुन्छ र आगामी दिनहरूमा चाहिँ इट्स गोना मेक अ लाइफ बेटर हजुर हैन अनि उहाँलाई चाहिँ 9 3टा आएको भएर उहाँको चार्टमा 9 3टा आएको भएर उहाँलाई चाहिँ यसो एक्सर्साइज जिमहरू चाहिँ उहाँले जोइन गर्नुभयो भने उहाँको बडीले चाहिँ त्यो एनर्जी रिलिज गर्ने उहाँलाई चाहिँ काम डाउन 3 9 भन्नुको मतलब चाहिँ धेरै एनर्जी छ उहाँमा त्यो एनर्जी चाहिँ राइट ठाउँमा च्यानल गर्नु पर्यो हजुर त्यो भनेको चाहिँ जिउबाट चाहिँ लुज गर्दा पनि हुन्छ एक्सर्साइज गरेर गर्न सकिन्छ एक्सर्साइज सो गर्यो उहाँको अब फेभरेबल कलर्सहरू के छ हजुर अब 1 and 8 एन्टी नम्बर परेको भएर अब उहाँलाई चाहिँ मैले चाहिँ अब अभियसली व्हाइट कलर उहाँको नम्बर 1 व्हाइट अनि त्यसपछि व्हाइट चाहिँ लाउने कि लाउने ओके व्हाइट अफ व्हाइट हैन अनि हजुरको ग्रीन लाइट ग्रीन कलर सेकेन्ड अनि थर्डमा चाहिँ येलो ओरेन्ज यो कलरहरू चाहिँ उहाँको लागि चाहिँ पर्फेक्ट गुड लक अलराइट ग्रेट थ्याङ्क यू भेरी मच सो आज हामीले मजाले चाहिँ यहाँको न्युमरोलोजी अनुसारले के कस्तो हुन्छ भनेर चाहिँ अलिकति एक्सप्लेन गर्ने कोसिस गर्यो र यदि यहाँहरू पनि आफ्नो चाहिँ न्युमरोलोजी देखाउन चाहनुहुन्छ न्युमरोलोजी वाइज चाहिँ मेरो नाम स्पेलिङ या फोन नम्बर या इभन घरको नम्बर त्यसले कस्तो असर पारिरहेछ भनेर बुझ्न चाहनुहुन्छ भनेदेखि हाम्रो इमेल यहाँले देखिरहनु भएको छ होला सो त्यो इमेलमा चाहिँ यहाँले आफ्नो इन्फर्मेसनहरू पठाउन सक्नुहुन्छ र यसरी नै चाहिँ हामी क्याल्कुलेट गरेर चाहनुहुन्छ भने तपाईँको नाम गोप्य राखेर या डेट अफ बर्थ गोप्य राखेर पनि हामीले चाहिँ यो इन्फर्मेसनहरू चाहिँ यसै कार्यक्रम मार्फत चाहिँ यहाँलाई दिन सक्छौँ सो विथ द्याट आजको प्रोग्राम हेज कम टु एन एन्ड थ्याङ्क यू सो मच फर वाचिङ न्युमरोलोजी हियर एट VVE एन्ड सागर वन्स अगेन थ्याङ्क यू भेरी मच अर्को एपिसोडमा फेरि भेट्छौँ नि त हजुर थ्याङ्क यू Alright, so until then, this is Sumit signing off along with Sagar from Numerology at VVE. थ्याङ्क यू It's a Velvet Vibes production.